आज एकदमै पाटी गाउँको मौसम चाहिँ एकदमै घमाइलो लागेर यस्तो छ। म चाहिँ एकदम खाली खुट्टा हिँड्ने प्रयास गरिरहेको छु यहाँ स्वास्थ्यको लागि साथीहरू। एकदमै कुद्ने हो नि त स्वास्थ्यको लागि। अब चाहिँ सेल्फी खिच्दै कुद्नु परेको अलिकति के भन्छ हाम्रो चाहिँ भइरहेको छैन। फेरि खाली खुट्टा है साथीहरू, देखिन्छ ए खाली खुट्टा। धेरै दिनको हावा हुन्डरी पछि आज मौसम खुलेको छ नि त। भन्नाले मौसम त खुलेको छ, अनि फेरि रातभरि हावा चलेर हिजो दिनभरि अस्तिको दिनभरि हावा हुन्डरी चलेर होइन केही गर्न खान दिएको थिएन। अनि आज बिहान चाहिँ एकछिन हावा रोकिएर शान्त भएको थियो। तर फेरि इन्द्रबहादुर राई उपन्यासकार कथाकार जस्तो लाग्छ, गल्ती भए सुधारेर बुझिदिनु होला। उहाँले रातभरि हुरी चल्यो भन्ने एउटा उपन्यास लेख्नु भएको हो कि जस्तो लाग्छ। इन्द्रबहादुर राई नै होला हो। बसाई उपन्यास पनि थियो उहिले, अब धेरै वर्ष अगाडि अध्ययन गरेर चाहिँ बिर्सिन लागि अहिले सम्झिँदाखेरि। म एकदमै शारीरिक स्वास्थ्य एक्सर्साइज गरिरहेको अवस्था छु साथीहरू। पाटी गाउँ यो वडा कार्यालय आसपास बिहान करिब 8 बजेको समयमा यति चर्का घाम लागिसकेका छन्। चैतको दिन छ होइन। अनि यस्तरी एकदम पैदल खुट्टाले खाली खुट्टा हिँड्दैछु। तर यहाँ खिचेर देखाउन चाहिँ अलिकति नमिलिराखेको जस्तो लाग्दैछ चौरीमा। रात दिन जहिले सुके होइन, जुत्ता चप्पल लगायो। मान्छेको भेट त पृथ्वीसँग त हुँदो रहेछ। त्यही भएर स्वास्थ्यको लागि पृथ्वीसँग भेट होस् भनेर खाली खुट्टा हिँड्ने प्रयास गरिएको छ। भाइ स्कुल आइसक्नुभयो? ल एकदम राम्रो। अब स्कुल आउने बेला पनि भयो नि त, करिब 9 बज्न आँटिसक्यो। टाढाको विद्यार्थी साथीहरू त आउनु पर्यो। म यहीँ वरपर हिँडेर एउटा भ्लग बनाइदिँदैछु आज साथीहरू। यसरी कतिजना खाली खुट्टा हिँड्नुहुन्छ। मैले सुनेअनुसार उहिले बुढापाकाहरू होइन, धेरै बुढापाका नभनौँ न, अब ऊ बेलाका चाहिँ तन्देरी तरुना मानिसहरू, महिला पुरुष जुनसुकै हुन्छन् नि त, उहाँहरू चाहिँ बाध्यताले क्या अब जुत्ता चप्पल लाउँ न त भन्दा पनि बनेकै थिएन। खराउ सबैले बनाउन जान्दैन्थे, सबै ठाउँमा लाएर हिँड्न उपयुक्त पनि हुँदैन थियो। त्यही भएर 100 केजी भनेको 1 क्विन्टलको भारी बोकेर समेत दिनकै चाहिँ 8-10 घन्टा यात्राहरू गर्नुहुन्थ्यो खाली खुट्टा। त्यही भएर त्यो बेलाका मानिसहरू स्वस्थ हुनुहुन्थ्यो। साह्रै हस्पिटल जानु पर्थेन। अब विभिन्न कुरा छ नि, हस्पिटल जाउँ भने पनि हस्पिटल पनि त थिएनन् त्यतिखेर। विभिन्नै सबै कुरा मिलेरै त्यो कुरा भएको थियो। तर अहिले चाहिँ सबै कुराको सुविधा उपलब्ध भएर मानिसहरूलाई स्वास्थ्य समस्याहरू फरक किसिमका आएको छ। ऊ बेलाका स्वास्थ्य समस्या फरक किसिमका थिए भने अहिलेका मान्छेका स्वास्थ्य समस्या फरक किसिमका छन् साथीहरू। म चाहिँ यो छेउैमा यो बागदुले क्षेत्र हो, यहाँनिर नजिकै पुग्छु यो वार्ड कार्यालयको छेउसम्म। र फेरि म पुनः फर्किन्छु, अगाडि जान्छु। यो चाहिँ मेरो स्वास्थ्य पनि बनाउने र भ्लग पनि हुने। साथीहरूलाई यसरी चाहिँ स्वास्थ्यलाई अहिले सुधार गर्नुहोस्। म एकदम खाली खुट्टा छु है साथीहरू। सिसा फलामका टुक्रा टाक्री यस्ता खुट्टालाई नोक्सान पुर्याउने, अति हानिकारक नोक्सान पुर्याउने वस्तु चाहिँ आफ्नो ठाउँमा, यो हिँड्ने ठाउँमा छैन भन्ने लगभग 100% यकिन गरेर मात्रै हिँड्नु होला। कहिलेकाहीँ चाहिँ अब राम्रै छ भनेर हिँड्दा पनि समस्याहरू परि नै रहन्छ। तर सकेसम्म त्यसलाई चाहिँ अलिकति सुरक्षालाई पनि, स्वास्थ्य सुरक्षालाई पनि ध्यान दिनुपर्ने हुन्छ। म चाहिँ त्यसमा अलिकति सुरक्षितै छु होला भनेर यो चौरी गिटी ढुङ्गा गाग्रा गिग्रिक होइन त्यस्तोमा म हिँडिरहेको छु साथीहरू। यो चाहिँ स्वास्थ्यको लागि है, यो छोटो मिनी भ्लग हुनेछ, यहाँहरू हेर्नु होला। र सकेसम्म यो चाहिँ स्वास्थ्य आफ्नो एकदमै सेफ्टी राख्नको लागि, सुरक्षा बढाउनको लागि प्रशस्त रूपमा चाहिँ पानी खानुपर्ने रहेछ। म आफै यसो भनिरहँदाखेरि पानी चाहिँ कम खाने व्यक्तिमा पर्छु। तर मैले पनि अब बुझेँ पानी चाहिँ अत्याधिक खानुपर्ने रहेछ। र म चाहिँ यहाँ एकदमै होइन अब 100 मिटर के भनौँ 50 मिटर पनि छैन यो अहिले म ओहोर दोहोर गर्ने यात्रा गर्ने ठाउँ।
त्यसभित्र म हिँडिरहेको छु। साथीहरू, म आज काम विशेषले बिहानै यता वार्ड कार्यालयतर्फ आएको अवस्था थियो र अहिले थोरै समय निकालेर चाहिँ यहाँनिर हिँड्दैछु। स्वास्थ्यको लागि हिँड्दैछु, अलिकति फ्रेस पनि गर्दैछु आफूलाई भन्न चाहे साथीहरू। अब अहिले म अर्को रुटतर्फबाट हिँड्छु, तर त्यो चाहिँ धेरै नै गिटीहरू छ क्या, त्यही भएर अलिकति गाह्रो पनि हुन्छ होला त्यो गिटीहरूले त। आइया नि यस्तो हुन्छ क्या बानी हराएर, नत्र त क्विन्टलका क्विन्टल भारी बोकेर चाहिँ हिँडेको ज्यान, खाली खुट्टा हिँडेको ज्यान मेरो पनि थियो कुनै समय भनेर भन्न चाहिनँ। क्विन्टल त अलिक मैले बोक्न सकिनँ होला कि साथीहरू। त्यस्तै 50-60 केजी चाहिँ बोकेर 5-10 घन्टाको बाटो यात्रा गरेर चाहिँ लेटाङ केराबारी चाहिँ हामी आफ्नो भारीहरूलाई पुर्याउने गर्थ्यौँ क्या साथीहरू। अनि गिटी यस्तो छ नि, गिटीहरू त गिटी नै गिटी, यो गिटी यस्तोमा हिँड्दैछु नि त म, यस्तो गिटी छ। खाली घट्टा चाहिँ भनेपछि बानी हराएर नि हो साथीहरू, बानी हुनु तपाईँ देख्नुहुन्छ अलिक बढ्दै गऱ्यो भनेर, तर होइन क्या साथीहरू। यो त के साह्रो चरम गिटी हो, कति तिखा गिटी। गाडी कुदिरहे त ठिक हुन्थ्यो नि त। म अलिक यता रफ साइडमै आएछु हो साथीहरू, अलिक कडै भयो क्या। अनि वरिपरि बाक्यो नै बस्ने गरी होइन, यति साह्रो चाहिँ अब हेर्नु न, खुट्टा बिग्रिसकेको छ नि त। यस्तो खुट्टा बिग्रेपछि अनि के गरी खान्छ मान्छेले होइन। त्यही भएर म अर्को उठान देखाउँछु है साथीहरू। यस्तो छ अनि यसलाई चाहिँ स्वास्थ्यलाई चाहिँ सुधार गरौँ भन्न चाहे साथीहरू। यतातिर चाहिँ बागडुग्रातर्फबाट विद्यार्थीहरू आउने क्षेत्र पर्छ, एन्टिलाइट पर्छ, के पर्छ। हावाहुन्डरले बस्न खान दिएको थिएन साथीहरू। यता चाहिँ अलिक नरम गिटी छ क्या, हेर्नु न साथीहरू। यो भनेको अथवा अलिअलि चौरी पनि छ, त्यस्तोमा चाहिँ साह्रै नहिँड्नु, साह्रै नै गाह्रो हुने रहेछ। अब यस्तोमा हिँड्नु चाहिँ अत्यधिक राम्रो मानिन्छ साथीहरू। ल, स्वास्थ्यको लागि मर्निङ वाक गरेको अवस्था। चौरी र म अघि भन्दै थिएँ, मान्छेको सम्पर्क पृथ्वीसँग हुन छोडेकोले हामी पृथ्वीसँग चाहिँ सम्पर्क गरिरहेको अवस्था छ। धन सर, तपाईँ नि मर्निङ वाक गरेर आइसक्नुभयो? खाली खुट्टा छ है मेरो चाहिँ। ए सर त बिजी हुनुहुँदो रहेछ फोनमा। हाम्रो धन सर पनि चिया खाएर आइसक्नु भयो, तर म चाहिँ अब चिया खान जाने भनेर उहाँलाई पर्खाएको थिएँ, भ्याइनँ। अब फेरि सरलाई लिएर म सायद जान्छु होला चिया खान। भ्यायो भने भोलि हुन्छ हाम्रो सर धेरै नै बिजी हुनुहुँदैछ है, क्या हो? उफ्रिनु पनि पर्ने यार, कुद्नु नि पर्छ, रनिङ पनि दिनु पर्यो नि त। खुट्टा त यति दुख्छ नि तपाईँको भनेर साध्य छैन। म यो भिडियो कति मिनटको हुन्छ त्यति मिनट त मैले एक्सर्साइज गरेँ नि त, हल्का साह्रै नभए पनि। म लगभग 10 मिनटसम्म चाहिँ एक्सर्साइज गर्ने पक्षमा छु। के हुन्छ हेरौँ, के हुन्छ कुन्नी, के हुन्छ कुन्नी। यो एकदम स्वास्थ्य टिप्स है, मैले अघि नै भनेको है। सुरक्षित ठाउँ हेरेर तपाईँहरू हल्का एक्सर्साइज गर्न सक्नुहुन्छ। गाह्रो भयो 10 मिनट पुरा गर्न पनि। 10 मिनट पुरा गर्न पनि एकदमै गाह्रो भइरहेछ साथीहरू, तर म अब पुरा गर्नै लागेको छु। 10 मिनट पछाडि म हल्का आजको भ्लगबाट तपाईँसँग बिदा माग्नेछु।
तपाईहरुको दिन शुभ रहोस्, हामी सबैको दिन शुभ रहोस् भन्न चाहे। रातभरि हुरी चलेर केही छैन नि त, केही छैन, तर मौसम चाहिँ एकदमै उग्रेको छ। म फ्रन्ट साइडबाट अलिकति तपाईलाई क्लिप पनि देखाउँछु है कस्तो छ भनेर। भन्दाखेरि देखिहाल्नु भने यतापट्टि अब ओख्रे परिको यो राँगे भन्छ नि, यहाँ तल कुमाल बेसी छ हैन। अनि यतापट्टि भनेको सिंहदेवीका विभिन्न पाटाहरू भइगए, सामी 3 हैन। अनि 7 नम्बर चाहिँ नि कटरे, मास्तिर 8, 9 को सुन्दर रमणीय दृश्यहरू पनि देख्न सकिन्छ। ल साथीहरू, ब्लग हेरिदिनु भएकोमा धन्यवाद। स्वास्थ्य टिप्स लिनुभएकोमा नि धेरै धेरै धन्यवाद। आगामी अङ्कमा फेरि हाम्रो भेट भइहाल्छ। साथीहरू नयाँ हुनुहुन्छ र सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरिदिनु होला भन्न चाहे। र अस्ति सब्सक्राइब गरिसकेको साथीहरूले लाइफमा एकचोटि गर्ने हो, ठिकै छ, भइगयो। ल धन्यवाद। त भने एकजना हाम्रो स्वास्थ्य समस्याको यहीँ स्थानीयवासी हुनुहुन्छ अनि आउँदै हुनुहुन्छ, उहाँलाई नि भ्लगमा म समेटिदिन चाहन्छु। उहाँ पनि एकदमै स्वास्थ्य सुधार होस् भनेर हिँड्दै हुनुहुन्छ होइन हजुर? नमस्कार। यता हेर्नु त, म चाहिँ अहिले स्वास्थ्य राम्रो छ भने खुट्टा यस्तो हिँडिरहेको छु नि त। अनि तपाईँ पनि हिँड्नुहुन्छ नि, त्यहाँ बेला बेला आउनुहुन्छ, त्यही भनेर तपाईँलाई किन छुटाउने भनेर यसो राम्रो होस् भनेर हिँड्नुभएको होइन? हजुर। ल धन्यवाद। तपाईँको नाम चाहिँ के पो? ठाकुराम मगर। ठाकुराम मगर। ठकुराम मगर। पाटी गाउँमा बस्नुहुन्छ? कति वर्ष पुग्नुभयो अहिले? 50 वर्ष। अनि तपाईँलाई के स्वास्थ्य समस्या रह्यो हिजोआज? मलाई एकदम सुगर, प्रेसर, ग्यास्ट्रिक। हजुर, 10 जनालाई लाग्नुपर्ने रोग एकैजनालाई लागेपछि अनि खप्न सकिन्छ त होइन? धन्यवाद, तपाईँ त यति हँसिलो खुसिलो हुनुहुन्छ त। ल तपाईँको पनि रोगसँग लड्ने क्षमता विकास होस्। यो वार्ड कार्यालयको प्राङ्गणमा बागदुले पर्यटकीय क्षेत्रमा बिहान बिहान मर्निङ वाक गर्न आएर घुमेर होइन, हामी तपाईँको एकदम शीघ्र स्वास्थ्य लाभको कामना गर्छौँ। तपाईँलाई धेरै धेरै चाहिँ आराम होस्, स्वास्थ्य राम्रो होस् र तपाईँ अस्ति 15 वर्ष अगाडि जस्तो सकुशल हिँड्नु सक्नुहुन्थ्यो नि, त्यस्तै हिँड्ने चाहिँ तपाईँलाई ईश्वरले शक्ति प्रदान गरून्। तपाईँको ईश्वरको चाहिँ तपाईँमाथि कृपा रहोस् भन्ने शुभकामना पनि व्यक्त गर्छौँ। र अब तपाईँ यसो घुम्नुहुन्छ होला होइन? ल धन्यवाद। ल